भू राजनीति यो शब्द सुन्दा अलि गह्रुङ्गो लाग्छ हैन त? तर यसको अर्थ के हो? कसरी कुनै देशको भूगोलले, त्यसको पहाड, नदी र छिमेकीले त्यस देशको पुरै भाग्य नै बदल्न सक्छ? आज हामी यही जटिल विषयलाई हिमालयको काखमा रहेको नेपालको एउटा वास्तविक कथाबाट बुझ्ने कोसिस गर्नेछौँ, जहाँ भूगोल र राजनीतिको खेलले एउटा राष्ट्रलाई नै उथलपुथल बनाइदियो। आजको हाम्रो यात्रा एउटा फराकिलो प्रश्नबाट सुरु हुनेछ। आखिर यो भू राजनीति भनेको के हो? त्यसपछि हामी सिधै हिमालयको मुटुमा नेपालमा केन्द्रित हुनेछौँ, जहाँ सिद्धान्तले वास्तविकतालाई भेट्छ। र अन्त्यमा हामी फेरि एक कदम पछि हटेर हेर्नेछौँ कि यो कथाले भविष्यका लागि कस्ता सङ्केतहरू दिन्छ। ल, पहिलो खण्डबाटै सुरु गरौँ। नेपालको कथामा डुब्नुभन्दा पहिले यो पुरै खेललाई चलाइरहेको शक्ति अर्थात् भू राजनीतिलाई बुझ्न जरुरी छ। त्यसो भए के हो त आखिरमा यो भू राजनीति अर्थात् जियोपोलिटिक्स? यो शब्द हामी समाचारमा, सामाजिक सञ्जालमा जताततै सुन्छौँ, तर यसको वास्तविक गहिराईमा सायदै पुगेका हुन्छौँ। एकदमै सरल भाषामा भन्नुपर्दा जियोपोलिटिक्स भनेको भूगोल र शक्तिको खेल हो। पृथ्वीको भूगोल, जस्तै कुनै देश कहाँ छ, त्यहाँ कस्ता स्रोत साधन छन्, भूबनोट कस्तो छ, यी कुराहरूले राजनीति र देश-देशबीचको सम्बन्धलाई कसरी असर पार्छ भन्ने अध्ययन नै भू राजनीति हो। यसलाई एउटा सिक्काको दुई पाटा जस्तै सोच्न सकिन्छ। एकातिर भूगोलका तत्त्वहरू छन् जुन सजिलै परिवर्तन हुँदैनन्, जस्तै देशको अवस्थिति, पहाडहरू र प्राकृतिक स्रोतहरू। अनि अर्कोतिर छ राजनीति, जुन सधैँ परिवर्तन भइरहन्छ, जस्तै सरकार, सन्धि सम्झौता र व्यापार नीतिहरू हो। भू राजनीति भनेको यिनै दुई शक्तिहरू बीचको निरन्तर टकराव र अन्तर्क्रिया हो। ल, अब सिद्धान्तका कुरा धेरै भए, आउनुहोस् यसलाई वास्तविक दुनियाँमा हेरौँ र भू राजनीतिलाई व्यवहारमा बुझ्नको लागि नेपालभन्दा उत्कृष्ट उदाहरण सायदै अरू होला। नेपालको भौगोलिक स्थिति यो साँच्चै नै अद्वितीय र चुनौतीपूर्ण छ। सोच्नुहोस् त, संसारका दुई सबैभन्दा धेरै जनसङ्ख्या भएका अर्थतन्त्र भारत र चीनको ठीक बीचमा चेपिएको एउटा भूपरिवेष्टित राष्ट्र। यही अवस्थिति नै यसले सामना गर्ने सबै दबावको मुख्य कारण हो। नेपालको रणनीतिक महत्त्वलाई यी बुदाहरूले अझ स्पष्ट पार्छन्। यो दुई विशाल शक्तिहरू बीचको एक बफर स्टेट हो। यो क्षेत्रीय ऊर्जा र सिंचाइका लागि महत्त्वपूर्ण हिमाली नदीहरूको स्रोत पनि हो। ऐतिहासिक रूपमा बजार पहुँचका लागि भारतमा निर्भर छ, तर अचल चीनको महत्त्वाकांक्षी पूर्वाधार योजनाको लागि पनि एक महत्त्वपूर्ण कडी बनेको छ। यी सबै कारणले गर्दा नेपाल विश्व शक्तिहरूको चासोको केन्द्र, एक हिमालयन पिभोट बन्न पुगेको छ। अब हामी सन् 2025 को ती नाटकीय घटनाहरूतर्फ लागौं, जहाँ नेपालको भू राजनीतिक कमजोरीहरूले गर्दा भित्रभित्रै गुम्सिएको आन्तरिक तनाव कसरी विस्फोट भयो भनेर हेर्नेछौँ। घटनाक्रम यति तीव्र थियो कि पत्याउनै गाह्रो। सेप्टेम्बर 8 मा युवाहरूको जेनजी आन्दोलन भ्रष्टाचार विरुद्ध सडकमा उत्र्यो। केही घण्टामै आन्दोलन हिंसात्मक बन्यो अनि त्यसपछि एउटा अनौठो मोड आयो। सेप्टेम्बर 10 मा प्रदर्शनकारीहरूले डिस्कॉर्ड एपमा अनलाइन भोट गरेर पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई आफ्नो नेता चुने र हेर्दा हेर्दै सेप्टेम्बर 12 सम्ममा त प्रधानमन्त्रीले राजीनामा दिए, संसद विघटन भयो र कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिइन्। यो सङ्कटको एउटा मानवीय मूल्य पनि थियो र त्यो निकै ठूलो थियो। सेप्टेम्बर 2025 को त्यो प्रदर्शनको क्रममा कम्तीमा 74 जनाले ज्यान गुमाए। यसले देशमा कति गहिरो अस्थिरता थियो भन्ने देखाउँछ। तर यो कुनै अन्धाधुन्द दंगा मात्रै थिएन। प्रदर्शनकारीहरूको माग एकदमै स्पष्ट थियो। उनीहरू देश चल्ने तरिकामा नै आधारभूत परिवर्तन चाहन्थे। उनीहरूको नारा थियो भ्रष्टाचार र नातावादको अन्त्य र निष्पक्ष चुनावमा आधारित वास्तविक गणतन्त्रको स्थापना। अब विश्लेषणको पालो। देशभित्र यत्रो उथलपुथल हुँदा बाहिरका ठूला शक्तिहरूले के हेरेर बसिरहेका थिए त? उनीहरूले यो सङ्कटलाई कसरी हेरे? छिमेकीहरूमध्ये भारतको चासो सबैभन्दा गहिरो छ। भारतको लागि नेपाल एक महत्त्वपूर्ण सुरक्षा बफर हो। उसको छिमेक पहिलो नीति अन्तर्गत मुख्य उद्देश्य भनेको आफ्नो परम्परागत प्रभावलाई कायम राख्नु, चिनिया प्रभावलाई सन्तुलनमा राख्नु र साझा जलस्रोतमा सहकार्य गर्नु हो। अर्कोतिर चीनको महत्वाकांक्षा बिल्कुलै फरक छ। उसले नेपाललाई आफ्नो विश्वव्यापी पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभको एक प्रमुख साझेदारको रूपमा हेर्छ।
चीनको लक्ष्य नेपाललाई ल्यान्ड लिङ्क्ड वा भूजडित राष्ट्र बनाएर आफ्नो लागि वैकल्पिक व्यापार मार्ग सुरक्षित गर्नु हो। र त्यसपछि मैदानमा तेस्रो खेलाडी पनि छ, अमेरिका। उसले नेपाललाई आफ्नो इन्डो पेसिफिक रणनीतिको चस्माबाट हेर्छ, जसको मुख्य उद्देश्य एसियामा चीनिया प्रभावलाई रोक्नु हो। अमेरिकाको लक्ष्य नेपालमा बाह्य दबावको सामना गर्न सक्ने एउटा स्थिर प्रजातन्त्र होस् भन्ने हो। यसैले अमेरिकी सहायतालाई पुनर्संरचना गरिएको छ। केही बजेट कटौती भएको छ, तर एमसीसी जस्ता ठूला पूर्वाधार परियोजनाहरूलाई भने निरन्तरता दिएको छ। र यहाँ नेपालको लागि दुई प्रतिस्पर्धी दृष्टिकोणको एक स्पष्ट चित्र देख्न सकिन्छ। एकातिर चीनको ऋणमा आधारित विशाल पूर्वाधार परियोजनाहरू छन्, अर्कोतिर भारतको परम्परागत सम्बन्ध र क्षेत्रीय सहयोगमा जोड छ। नेपालको नेतृत्वले यी दुई शक्तिहरू बीच सन्तुलन कायम गर्नुपर्ने निकै कठिन चुनौतीको सामना गरिरहेको छ। अब फेरि फराकिलो दृष्टिकोणमा फर्कौं। यो सबै घटनाक्रमपछि अब प्रश्न उठ्छ, नेपाल र यो पुरै क्षेत्रको लागि अगाडिको बाटो कस्तो होला? यसले हामीलाई अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। यो उथलपुथलपछि नेपालको यो नाजुक संक्रमणकालको भविष्य आखिर के छ? नयाँ नेतृत्वको अगाडि चुनौतीको पहाड नै छ। पहिलो, तोकिएको समयमा निष्पक्ष चुनाव गराउनु। दोस्रो, देशको अर्थतन्त्रलाई स्थिर बनाउनु। तेस्रो, भारत, चीन र अमेरिका जस्ता शक्तिहरूको प्रतिस्पर्धी स्वार्थलाई सन्तुलनमा राख्नु, जुन एउटा कूटनीतिक डोरीमा हिँड्नुभन्दा कम छैन। र चौथो, आफ्नै सरकारको वैधानिकतामाथि उठेका कानुनी प्रश्नहरूको सामना गर्नु। अन्त्यमा एउटा विचारोत्तेजक प्रश्न छोडेर जाउँ। के एउटा नयाँ पुस्ताले साँच्चै आफ्नो राष्ट्रको भूराजनीतिक भाग्यलाई बदल्न सक्छ? नेपालको कथाले हामीलाई यही सिकाउँछ। कहिलेकाहीँ सबैभन्दा ठूलो भूराजनीतिक परिवर्तन बाहिरी शक्तिबाट होइन, भित्रैबाट सुरु हुन्छ।